होस्। यस खातामा तपाईले हरेक महिना पैसा जम्मा गर्न पर्ने हुन्छ। तपाईलाई के फाइदा छ त? 1 नम्बरमा छ दुर्घटना। यदि तपाईलाई केही दुर्घटना भएमा तपाईलाई सुरक्षा कोषले 1 लाख सम्मको उपचार खर्च दिनेछ। 2 नम्बर अशक्त। यदि तपाई केही दुर्घटना भएर काम गर्न नसक्ने अवस्थामा अशक्त हुनुभयो भने तपाईले नेपाल फर्किएपछि 40% हरेक महिना पेन्सन स्वरूप पाउनुहुनेछ। तेस्रो नम्बर छ आश्रित परिवार। यदि तपाईलाई तलमाथि केही बस तपाईको मृत्यु भएको खण्डमा तपाईको परिवारले 40% हरेक महिना पेन्सन स्वरूप पाउने गर्दछ र साथसाथै तपाईको छोराछोरी अध्ययन गर्दैछ भने पढ्दैछ भने 21 वर्षसम्म 40% अध्ययनको खर्च भनेर पनि दिने गर्दछ। र चौथो नम्बर अवकाश। यदि तपाई विदेशबाट फर्केर नेपाल आउनु भयो भने तपाईले जम्मा गर्नुभएको रकम एकमुष्ट पनि लिन सक्नुहुन्छ अथवा 60 वर्षपछि पेन्सनको स्वरूप लिन्छु भन्दा पनि पाइने। सामाजिक सुरक्षा कोष। यस खातामा तपाईले हरेक महिना पैसा जम्मा गर्न पर्ने हुन्छ। तपाईलाई के फाइदा छ त? 1 नम्बरमा छ दुर्घटना।